रानी पोखरीमा राजालाई लोभ्याउने ती सुन्दरी को थिइन्? जब राजाले तल हेरे तिनचा खुट्टा उल्टो फर्किएका थिए र उनी एउटी भयानक किचकन्ने थिइन्। 1670 मा राजा प्रताप मल्लले आफ्नी शोकाकुल रानीलाई खुसी पार्न 51 वटा पवित्र नदीको पानी ल्याएर रानी पोखरी बनाएका थिए। तर एक रात पोखरीको बीचमा रहेको मन्दिरमा उनले एउटी अत्यन्तै सुन्दरी युवतीलाई भेटे। राजा उनको प्रेममा परे र महिनौसम्म उनीहरू लुकेर भेटिरहे। एक दिन ती सुन्दरीले एउटा सानो बच्चा लिएर आइन् र राजाकै अगाडि त्यसको हत्या गरिन्। तब मात्र राजाको होस खुल्यो, उनी त एउटी प्रेतात्मा थिइन्। राजाको ज्यान जोगाउन एक तान्त्रिकले जादुई धागो प्रयोग गरे, जसले उनीहरूलाई एउटा मसान घाटको मान्छेको हड्डीसम्म पुर्यायो। आज पनि रानी पोखरीको दक्षिणतिर रहेको ढुङ्गे हात्तीको शालिगले त्यही किचकन्नीको बच्चालाई थिचेर राखेको विश्वास गरिन्छ। नेवारी संस्कृतिका यस्तै रौँ ठाडा पार्ने रहस्यका लागि @4nepalese लाई सब्स्क्राइब गर्नुहोस्।